नमस्ते, म उर्मिला जिम्बा हो। मेरो आमा चाहिँ बिरामी हुनुहुन्थ्यो। म पहिला उतातिर तराईतिर सबैमा घुमायो तर निको भएन। टाउको दुखेको बिरामी थियो, अलिअलि टाउको दुख्ने। त्यस्तो हुँदा हुँदा औषधि कति खानु भयो तर निको भएन। धेरै पुरानो भयो होला, अब त भएन, अब सबैले सक्दैन होला। टाउको बिरामी अलि राम्रो हुँदैन भनेर उताबाट एउटा मेडिकलमा गएपछि तपाईँ यहाँ हुँदैन, उता काठमाडौँ जानु भन्यो। अनि हामी त्यहाँबाट चाहिँ बाँसगारी न्युरो हस्पिटल आयो। त्यहाँबाट आमाको उपचार सुरु गर्नु भयो डाक्टरहरूले। अब एमआरआई गरेपछि चाहिँ के देख्यो भने त टाउको उसमा नसा पनि फुलेको देख्नुभयो। अनि फेरि गिदीमाराको जम्नु भयो भन्यो। त्यहाँबाट चाहिँ डाक्टरले भन्नुभयो कि अनि अपरेसन गर्नु पर्यो भन्यो। एउटा टाउको चिरेर एउटा नचिरिकन, टाउको चिरेपछि अलि गाह्रै हुन्छ भन्नुभयो। नचिरिकन त अलि नर्मल जस्तै हुन्छ। अब हामीलाई त के चाहियो, फुटेको काटेको भन्दा नकाटिकन गरेको राम्रो हुन्छ। त्यही भएर हाम्रो चाहिँ दूरबीनबाट हेर्नु भएर अनि पुरै दूरबीनले नै गरेर हाम्रो अप्सन गर्नुभयो। अहिले मेरो आमालाई एकदम ठिकै छ, राम्रो छ। अब चाहिँ हामी आमालाई ठिक भइसक्यो, आज एकदम नर्मल भइसक्यो, पहिलाको जस्तै भइसकेको छ। टाउको दुख्ने अलिक कम, त्यस्तो सुखाइ केही पनि छैन, अहिले निको भइसक्यो। आज 4 दिन भएको छ। आज हामी अपरेसन गरेको एकदम सफल राम्रो भयो। आज हामी 4 दिनमा घर जाने। उता घर गएपछि चाहिँ अब 2 हप्तापछि आउनु भनेको छ। हस्पिटलमा बसेको सबै परिवारहरूलाई चाहिँ यहाँ भएको जति सबैलाई चाहिँ राम्रै होस्, गरेको कामहरू पनि सबै सफल भएर जाओस्। सबैलाई नमस्ते, धन्यवाद।